योपालि भोट कसलाई हाल्ने त होला त योपालि सोच्नु पर्दैन, बुद्धि प्रयोग गर्नु पर्दैन कि त्यही भावनामा बगेर कि त्यही सेन्टिमेन्ट हो हल्लाको पछि लागेर भोट हाल्ने हो। चुपचाप घन्टी छाप ब्यालेन भनेर भोट हाल्ने हो कि सोचेर बुद्धि प्रयोग गरेर विचार गरेर सही नेतृत्व चुन्ने कुरामा ध्यान दिएर भोट हाल्ने होला। यसको मतलब मैले ब्यालेन घन्टीको विरोध गरेँ होइन, मैले भन्न खोजेको यति मात्रै हो कि कोही इमान्दार छ भोट हाल्ने कसलाई त भन्दाखेरि इमान्दार, त्यसले देश विकास गर्न सक्छ कि सक्दैन, उसको भिजन मिसन के छ देश विकास गर्ने सन्दर्भमा, उसको एजेन्डा के छ, उसको योजना के छ, कसरी गरिबी अन्त्य गर्छ, कसरी बेरोजगारी घटाउने भन्ने कुराको प्रष्ट जवाफ चाहिएन नेतृत्व नेता हामीले मान्ने मान्छेको तर्फबाट। खालि त्यो भावनामा बगेर त हुनेवाला छैन अब पनि, किनकि हेर्नुहोस् जनताले आफ्नो मताधिकार आफ्नो अधिकार प्रयोग गर्ने यही बेला हो। यही बेला हामीले सबभन्दा अहिलेसम्म नेपालमा नेताले त नेता चुन्न नसक्नु पनि जनताको दोष छ। हामी जम्मै खालि नेतालाई मात्रै दोष दिन्छौँ देश विकास नहुनुमा। यहाँ जनताको पनि त केही दोष छ, किनकि त्यही नेता हामीले जनताले नै चुनेर बनाएको होला। जनताले नचुनिकन त कोही नेता भएको छैन होला भोट नदिकन त होइन। त्यस कारणले देश बिग्रनुमा जनताको पनि केही हात छ, त्यो हात हो सही नेता चयन गर्न नसक्नु। मलाई थाहा छ कि जब देशमा एउटा जति 10,000वटा जनता खराब हुँदा देशलाई त्यति नराम्रो असर पर्दैन जति एउटा खराब नेता भयो भने देशलाई असर पर्छ, बहुत ठुलो असर पर्छ एउटा मात्र नेता खराब भयो भने। त्यस कारणले हामीले सही नेता चुज गर्नुपर्छ। अब हामीले भावनामा बगेर होइन, सेन्टिमेन्टमा बगेर होइन कि अब हामीले प्रश्न गरेर क्वेसन गरेर तिम्रो विकास गर्ने योजना के छ, कसरी तिमीले विकास गर्छौ, कसरी रोजगारी सिर्जना गर्छौ, कसरी बेरोजगारी अन्त्य गर्छौ, कसरी गरिबी निवारण गर्छौ, कसरी हाम्रा पर्यावरणका हाम्रा ठाउँका हाम्रा समस्याहरूलाई समाधान गर्न सक्छौ भनेर क्वेसन गर्नुपर्छ। के छ तिम्रो योजना भनेर क्वेसन गर्नुपर्छ, सोच्नुपर्छ, बुद्धि पुर्याउनुपर्छ, अनि बल्ल सही मान्छेलाई भोट हाल्नुपर्छ। भोट हाल्ने भनेको राम्रो र नराम्रो मान्छे छुट्याएर हो, न कि आफ्नो अर्काको मान्छे, न कि नयाँ पुरानो। हेर्नुहोस् हामीले नयाँ पुरानो भनेर परिवर्तनको लागि त परिवर्तनकै लागि भोट हाल्ने हो, राम्रो परिवर्तनको लागि भोट हाल्ने हो। तर नयाँ भन्दैमा राम्रा हुन्छन् भन्ने छैन, हाम्रा भन्दैमा राम्रा हुन्छन् भन्ने छैन। त्यस कारणले नयाँ पुरानोलाई भोट हाल्ने यसरी छुट्याउनु हुँदैन क्या, राम्रा नराम्रालाई भोट हाल्ने भनेर छुट्याउनु